फाइनली हामी नेपालको तेस्रो नम्बरको झुर्लिङ पुल हैन बल्ल बल्ल पार भयौं त माइजु कस्तो एक्सपिरियन्स लाग्यो तपाईलाई माइ लर्ड हेलो गाइस स्वागत छ तपाईलाई मेरो च्यानलमा म चाहिँ अहिले भर्खर उठेको घाम चाहिँ पुगिसक्यो यति पुगिसक्यो यता माइजुले पानीपुरी बनाउनु हुँदैछ म चाहिँ भर्खर उठेको र घाम तापेको नि त माइजु चाहिँ यहाँ छ पानीपुरी बनाउनु हुँदैछ माइजुलाई एक्सपिरियन्स चाहिँ पहिलेबाटै बनाउने हो पानीपुरी यस्तो छ भ्यू चाहिँ यहाँ अहिले यो ठाउँ अलिअलि पहाड पर्दछ तर झापै हुँदो रहेछ नि झापै भन्छ होइन त्यो चाहिँ इलाम अरे यहाँ पहाड देखेको छैन कि देख्दैछ हल्का भिडियोमा त्यो चाहिँ इलाम एरिया यो तल चाहिँ झापा अरे त्यो र यो जोडेको त्यो झुर्लिङको पुल ठुलो छ होइन त्यो देखाउनु जाने चाहिँ भरे त्यो नाम के हो मार्टिना मार्टिना हजुर कतिमा पढ्छौ तिमी 2 मा हेलो अघि भनेको न फाइनली माइजहरूको पानीपुरी रेडी भइसक्यो खाएर अनि खाना खाएर अनि घुम्न जाने त्यति बेला चाहिँ कम्प्लिट भइसक्यो देखि माइजो उता छ माइ माइजो होइन माइली माइजो उता कान्छी माइजो हामी दुईजना चाहिँ फेरि भान्जै भान्जा आएको छ नि मुखमा अट्यो तिम्रो जेती माइजु कान्छी माइजु मैले बराबर खादैछु कस्तो मिठो लेगा के कुरा तलमा पानी बनाउँछ अरे अब फर्स्ट टाइम धेरै खायो फर्स्ट टाइम धेरै खायो हो र पहिले दुईटा पनि खाएको कसरी खाएको हो खा सबै कम बताउँदै आउँछ पानी यता देऊ न यता केटाकेटी खानु हुँदैन पानी तिम्रो पालै आउँदैन रेडी भइसक्यो मेरो ड्रेसिङहरू जुत्ता बाहिर रेडी भइसक्यो अब खानालाई तयार भइसक्यो खानासँग खाएर क्या सबैजना यहाँबाट दुईजना छ हामी दुईजना जाने हो हेलो ल अरू चाहिँ देखाउँछु उता छ को जानु हुने हो तपाईँ चाहिँ खानु नहुने बोजू अहिले भेट्नुपर्छ त्यहाँ निस्केपछि ड्रेसिङ चाहिँ कस्तो छ मेरो मैले हिजो त्यो फोटोमा देखेको थिएँ ल अस्तिको फोटोमै त्यही फोटोको त्यो ड्रेसिङ लगाएर फेरि गएको छु है त यो ब्लग चाहिँ फेरि त्यही कन्टिन्यू हुन्छ यही ड्रेसमै अब हामी यहाँबाट निस्किन आँट्यौँ फाइनली ड्रेसिङ यस्तो भइसक्यो लगाइसकेँ यसो हेर्दाखेरि खत्ता तपाईँलाई यसको चाहिन्छ यस्तो यस्तो भन्ने हुन्छ होला नि त होइन त्यस्तो चाहिँ खासै त्यस्तो होइन म हो तपाईँ यस्तै हो मिडल क्लासबाट म अहिले माइजू घरमा आएको हो त्यही अब हामी निस्किन आँटेको त्यही ल माइजूहरू त ड्रेसिङ लगाउँछ म चाहिँ रेडी भइसकेको छु ल अहिले एकछिनमा भेट्नुपर्छ है त ल
हामी अब निस्किसक्यौँ अब बाटोमा छौँ घुम्नु गयौँ है त ल यता हेर कस्तो लाग्दैछ घुम्नु जानु ल हामी जाँदैछौँ यस्तो गरेर अहिले चाहिँ हामी सुसाइड पोइन्ट होइन सुसाइड पोइन्टमा आइसक्यौँ अनि मान्छेहरूको भिड यो ठाउँमा भिड लागिसकेको छ भित्र पनि छौँ अनि कि यो हिजो आइसकेको त्यसैले अहिले चाहिँ हामी मेन ठाउँमा जाँदैछ झोलुङ्गे पुल नेपालको कसरी तेस्रो नम्बरमा आउँछ अरे नि होइन माइजहरू उता आउँदैछ हामी चाहिँ जाँदैछौँ है त कस्तो ओह्रालो के गएको छ झरेको मान्छेहरू जाइरहेको छ त्यो पहाड चाहिँ के इलाम यता चाहिँ झापा अरे क्या होइन हामी दुईजना चाहिँ जाँदैछौँ माइजहरू पछाडि आउँदैछ अझै बाटो पुगिसक्यौँ अझै जानु छ है त ल आधी बाटो गर्दै जान्छु किनभने ब्याट्री पनि सकिन्छ त्यही माथि स्टोरेज पनि फुल हुन्छ है त ल अहिले एकछिनमा फेरि भेटौँ यस फाइनली हामी नेपालको तेस्रो नम्बरको झुर्लिङ्गे पुल होइन त्यो ठाउँमा पुग्यो झुलुङ्गे पुल बाइजले भन्दैछ झुलुङ्गे पुल पुगिसक्यौँ छेउमा रहेछ हामी त टाढो भनेर सोचेको थिएँ पिङ पनि रहेछ र तपाईँलाई भन्दै आउँछ है त पिकनिक चलिरहेको छ मान्छेहरू चाहिँ बाउलद्वारा आएको छ टाढोसम्म छ मान्छे हो पुल त्यो पर छ अहिले देखाउँछ है त यहाँ चाहिँ केहीले नखेल्ने पिङ हामी पुगिसक्यौँ अब मान्छे हेर यति धेरै छ मान्छे त के हो यो मन्दिरको जस्तो छ अहिले भेट्नु है यहाँ चाहिँ धेरै भिड रहेछ एकछिन पछि भेट्नुपर्छ मान्छे धेरै किनकि अब हामीले माइजूलाई खोज्नु माइजूहरू अघि बाइकमा आएको त्यस्तो माइजूहरू देखेको छैन यस्तो राम्रो ठाउँ चाहिँ हावा यस्तो राम्रो ठाउँ छ गरममा पनि यस्तो भोगाल जाउँ अब के गर्ने माथि जाने हामी माथि जाँदैछौँ हामी माथि जाँदैछौँ अहिले चाहिँ भ्यू भन्ने भ्यू झुर्लुङ्गे आमामा यति धेरै के मान्छे टाइट यहाँ पुलमा उड्यो भने कहाँ पुग्छ भिडियोमा यति लामो देख्दैन तर धेरै लामो छ नि 3-4 हजार जना त मान्छे नै रहेछ कि यहाँ कति टाइट छ कसरी जान्छ जाने कस्तो टाइट छ जानुलाई नै होला है भिड यत्रो चाहिँ यहाँ माइजूले आज नजानु भन्दैछ हामीलाई भोलि आउनु बिहान भन्दैछ अब हेरौँ के हुन्छ दबाई जानु न साइड लक अब मेरो पालो भन्दै जानु न हामी पनि त्यही बाटो हेरेको आन्टी जान्छ कि भनेको बस्ने भिड यस्तो छ धेरै अति नै भिड छ क्या कोसिस गर्दैछौँ गइ हुन्थ्यो हुँदैन माइजू आउनु बोलाउनु आउँदैछ अहिले नै हलिन थाल्यो डर लाग्नु थालिसक्यो यतिमै Few moments later. आइपुग्यौँ हामी यहाँ म चाहिँ छिमेक माइजूहरू चाहिँ अड्क्यो त्यहाँ
अति नै डर लाग्दो रहेछ यो त यहाँ फोन समाउनु कस्तो हातमा तागतै हराइसक्यो किन फर्केको माइ चाहिँ पार हुन सक्दैन होला हौ म त डर पो लाग्यो यो हल्लाउने को रहेछ हौ म पनि आउँदिनँ अब यो ठाउँमा चाहिँ डर लाग्यो मलाई कताबाट जान्छ पड्क्यो होला हौ पड्क्यो होला हौ डर लाग्यो को यस्तो हल्लाउने मिम चाहिँ यहाँ यता नि डर लाग्यो माइ लोड डर लाग्यो त म चाहिँ मोबाइल बन्द गर्दैछु गाइस रोटी पिर गेलो भन्दा डर अब फाइनली गाइस आइपुग्यौँ पार भयो अहिले मात्रै भिडियो खलै मैले सकिनँ अघि त अब जानु कसरी अब एकछिन आराम गरेर हल्लाउने मान्छे रेली हरायो भने जानुपर्छ मर्ने रहेछ मान्छे मरेर आइपुग्यो यस्तो हल्लेको म त पल्टी हुन्छ भने डर लागेर पार कसरी हुनु यहाँ चाहिँ अब हामी पार माइजूले हेर्दैछ त्यति पार भइसक्यो मान्छेको नजर भ्यू सबै हेर्न आउने दिदीले माइजूले आइसक्रिम खुवाएको अरे त्यसलाई 100 रुपियाँ चाटी खानु 100 रुपियाँ त्यो महँगो 146 minutes later. रिटर्न गर्दैछु माइजू रेडी अब त आँखामै घाम पर्छ यो कस्तो स्लिप हान्छ है यो तलको अब यहीँसम्म मात्रै हो भिडियो अब डाइरेक्ट पार भइसक्यो पर मोबाइल समाउनु सक्दैन बिचमा त यत्तिकै हुन्छ क्या भिड हेर्नु पसिना बगाउँदै समझ्यो दस चाहिरहेछ डर गर्नु भनौँ क्या सीन है के पिएर आयो तपाईहरुले यति डाउन छ के तपाईहरु हेर्नु यहाँ छेउमै यति डाउन छ बिचमा पैसा त लाग्यो माइ लर्ड चिलेस फोटो खिच्नु चाहिँ छोड्नु हुँदैन भन्दा अगाडि खिच्दैछ आन्टीले फोटो खिच्नु दिँदैन गर्नुपर्छ हामी चाहिँ साइड लागौँ है त यस्तो भिरालो छ कसको स्लोमो यस्तो जग्गामा स्लोमो यहाँ आफूलाई कसलाई समाउने भइरहेछ ल अब चाहिँ बिचमा पुगिसक्यौँ यहाँबाट फोन पनि चिप्ल्यो भने हातबाट चाहिँ डाइरेक्ट मुनि जान्छ मुनि देखाउनु सकिने हौ कति डाउन छ भिडियो र फोटोमा चाहिँ त्यति देखाउन सक्दैन तर पुरै गोडा चाहिँ झऱ्यो भने चाहिँ कहाँ पुगिन्छ डर लाग्यो माइ लर्ड अहिले चाहिँ त्यति मान्छे चाहिँ छैन अघि त्यस्तो हल्लाइदिने थियो क्या धेरै नै मान्छे अहिले न हल्लिने त त्यस्तै छ नहल्ला अङ्कलले के भन्छ भ्यू हो नि गाइस म वरिपरि देखाइन्छ है त यस्तो छ भ्यू उता पार्टी भएर पुरा गीत बजिरहेको हो यता फेरि लड्यो भने जलन ठाउँ चाहिँ त्यही रहेछ है त मुनिपट्टि लगभग हामी बिचमा आइसक्यौँ होला है आइसक्नु आँट्यौँ बिचमा हल्का ल हामी अलिकति रिल्स बनाऊ होला डर लाग्छ डर भिरालो हेर्नुहोस् यस्तो भिरालो छ है तल त हेर्नु देखाउनु सक्दैन यार यता त धेरै हल्लिन थाल्यो हो माइजू कस्तो भइरहेको छ तपाईँलाई माइजूलाई एउटा गाना याद आइरहेको छ क्या डर लाग्छ हेर्नुहोस् यस्तो हल्लेको छ क्या पुल अब चाहिँ धेरै नै हल्लिन थाल्यो
आम्मामामामा के हो यो त झुर्लुङ्गे पुल भन्दा पनि त यही याद आउने रहेछ अब चाहिँ फेरि मसन घाट त्यहीँ रहेछ नि त छेउमै छ र त्यो यहाँको जे होस् यो झुर्लुङ्गे पुल सम्झेर त्यो मोसन घाट चाहिँ छेउमै बनाइदिएको होला भोलि पछाडि बोकेर लानु सक्दैन नि त 2-3 हजार जना हुन्छ जम्मा मान्छे डाइरेक्ट होइन डाइरेक्ट अनि बोक्ने मान्छेलाई पनि चलाउने मान्छेलाई वाक्कै हुन्छ त्यो भएर छेउमै बनाइदिइरहेको छ क्या डोरी पनि यत्तिकै होल दिइरहेको छ यत्तिकै होल दिइरहेको छ बल्ल बल्ल यतिसम्म आयो अब यति साथ चाहिँ ल अहिले भेटौँ है यहाँ चाहिँ धेरै भिड बस्न सक्दैन यत्तिकै हल्लिरहेछ फाइनली हामी आइपुग्यौँ बल्ल बल्ल पार भयौँ त भाइ चाहिँ कस्तो एक्सपिरियन्स आएको तपाईँलाई एक्सपिरियन्स कस्तो भयो एकदम बिजोको माइजीको असिनो पसिनो भयो भिडियोमा थाहा भइहाल्छ पुरा पसिना निस्केर उहाँ चिसो खाएको त केही लागेन सबै निस्किसक्यो आउँदा त त्यति डर भएन कि उताबाट चाहिँ खत्रो हल्यो उता छेउबाट चाहिँ हामी 1 बजी 1:30 बजी लगभग हिँडेको होला अहिले 4 बजी आइपुग्यौँ रेडी मेरो फ्यानहरू सब्सक्राइबहरू रहेनछ क्या त्यसो भनौँ न अरूको चाहिँ अब फोटोसोटो लिँदै थियो होइन ल तपाईँहरू अब यहाँबाट सुनमाईबाट जतिजना हेर्नुहुँदैछ अर्को टाइम आउँदा त यस्तो फोटो खिच्ने रेडी भइरहेको अहिले चाहिँ एकजना पनि रहेनछ हो माइजहरू यहाँ बसिरहेको छ नेपाली पारामा बसिरहेको छ माइजहरू साह्रै डोडे जस्तो छ अब अहिले चाहिँ फोटो खिच्नु मेरो हेर्ने भए चाहिँ इन्स्टा फेसबुकमा हेर्दा तपाईँलाई देखाउनु छ त एउटा सानो भिडियोमा ल आज माइजिल चाहिँ अहिले फेरि प्याजी खुवाएको छ है त अघि आइसक्यो धन्यवाद तपाईँलाई खिलाइदिनु हो होइन अहिले जाडो धेरै खिलाएको छ हामीलाई अहिले चाहिँ भिडियोमा आएन कति खिलाएको थियो तिन्दिनु लगाइछ हामी चाहिँ अब यहाँबाट निस्किँदैछौँ बट माइजू घर पनि छेउमै छ बेसी टाढो पनि छैन है त ल अब हामी यहाँबाट निस्केको निस्किसक्यौँ खेले भाइ पिङ रहेछ है त निस्केको फाइनली हामी घर निस्किँदैछौँ घरतिर लाग्यौँ यहाँ चाहिँ पुरा रमाइलो गरिरहेछ एकदम पहाडे गीतमा चिलमा है त यता आएर चिल भइरहेछ है ए अन्त पहाडमा चाहिँ यस्तो गीत मजाले हुन्छ है त आन्टीहरू पनि यस्तो मजाले नाचिरहेको छ डान्स गरिरहेको छ अनि यता नजारा हामी चाहिँ अब घर लाग्दैछौँ गाइस अरू लाइक सब्सक्राइब सेयर चाहिँ गरिदिइराख्नुहोस् होइन